Let me call her. मिल्छ टिकटकमा पनि Can I put streamer and everyone like up? Such a like up. I Nimi फर्स्टमा म तिमीलाई इन्ट्रोड्युस गराउँछु मेरो युट्युब च्याटमा हैन मेरो युट्युब च्याट अहिले तिमी मेरो युट्युबमा छौ हैन सो म चाहिँ स्ट्रिमर हो अनि सो आई डु अन म यस्तो कल गरिरहन्छु स्ट्रिममा हैन मैले चिनेको मान्छेहरूलाई मैले केटीलाई भनेको हैन मैले चिनेको मान्छेहरूलाई यु फिल मी सो अहिले मेरो च्याटमा सबैजनाले कल फुलकुमारी भाउजू चलिरहेको छ नि द्याट्स वाइ कल यु तिमी यु गुड के गर्न तिमीले लाइभ अफ गर्यौ टिकटकमा भोक पनि लाग्यो हल्का अनि हो खाना के खान्छ अब आई डोन्ट नो म अर्डर गरिदिउँ गर्दैन म अर्डर गरिदिन्छु न खाउके कसरी मिल्दैन यहाँबाट केबाट अर्डर हुन्छ त याङ्गो छ त याङ्गो म आफै खान्छु क्या के खान्छ आई डोन्ट नो म चेक गर्छु फ्रिजमा के छ हो त कसै यार तिमी आम्मा मेरो फर्स्ट टाइम मेरो च्यामा केटाले कसलाई यस्तो माया गरे तिमीलाई लास्ट माया गरिरहेको छ केटाले डबल भन्नुहोस् तिमी ओभर राम्री भएर माया गर्ने खालको छु नि त या तिमी ओभर राम्री भएर त क्युट भएर के राम्री मात्रै भयो के अरे के हैन छोड्यो अरे भन न के हैन कतिखेर सुत्छ निन्द्रा लाग्छ भोलि काम छैन काम छ छैन अनि भन फुलकुमारी do you want to know something about me do you want to know about me तिमीलाई मेरो बारे केही तिमीलाई सोध्न मन छ के मलाई सोध्न मन छ मतलब मलाई जान्नु चाहिँ मन छ तिमी भन न सोध मलाई के सोध्छ मलाई त्यस्तो केही सोध्नै मन छैन तिमीलाई तिमी लास्टै सोध्छौ मलाई तिमीलाई त्यस्तो तिम्रो पास्टहरू मलाई त्यस्तो सोध्नै मन लाग्दैन क्या तिमी मलाई थाहा छ तिम्रो लाइफ के अरे मलाई सोध्नु त्यस्तो भनेको त मन पर्दैन है तिमीलाई चाहिँ कस्तो मान्छे मन पर्छ मलाई तिमी जस्तो राम्री क्युट राम्री भए पुग्छ राम्री क्युट अनि मलाई माया गर्नु पर्यो मलाई माया गर भने केटीले आम अलवेज देयर फर हर खालि मलाई मेरो गर्लफ्रेन्डले मलाई माया गर्नु पर्यो क्या मलाई ओभर माया मलाई केयर गर्नु पर्यो जस्तो किनकि म मेरो गर्लफ्रेन्डलाई केयर गर्छु म मेरो गर्लफ्रेन्डलाई माया गर्छु म लोयल बस्छु आई एक्सपेक्ट द सेम फ्रम माई गर्ल लाइक इफ यु मी आई एक्सपेक्ट द सेम ओके तिमी रिलेसनसिपमा नबसे कति भयो धेरै भइसक्यो कति 2 वर्ष हुन लाग्यो अनि तिमी गएको चाहिँ कति भयो दुबई आम नट इन दुबई मैले भन्दैछु कुवेत भनेको दुबई होइन दुबई कुवेत गयो कति भयो हुन लाग्यो 2 वर्ष नेपाल आएको छैन 2 वर्षमा अवश्य नेपाल आएको छैन म डिसेम्बरमा आइरहेको छैन नेपाल म डिसेम्बरमा आइरहेको छु नेपाल तिमी नेपाल आउन त मिल्छ नि आउन त मिल्छ तर मन छैन केही म आउने बेला म तिम्रो टिकट काटिदिन्छु लेट्स गो नेपाल म तिमीलाई नट टिकट काटिदिन्छु नेपाल जानुपर्छ तिमी यु एन्ड मी त कस्तो तिमी राम्री छौ होइन होला यस्तो राम्री त म थाहा छ माया के त मायाले नै होला होइन मायाले नै होला नि त म चाहिँ कस्तो लाग्छ तिमीलाई मान्छेहरूले तारिफ गरिरहेको थियो तिम्रो के तारिफ जस्तै कसले तारिफ गर्यो मेरो तिमी जे पाके बोलेर बस्नु अरे लाइफमा हैन अनि मसँग चाहिँ पनि बोल्यो अरे के यो मैले कस्तो जे पाए म सधैँ राम्रै बोलिरहेको हुन्छु त मलाई कसैले जे पाए गाली साली दियो भने मात्रै म गाली दिइरहेको हुन्छु क्या तर मसँग कोही मसँग राम्रो मान्छे राम्रो बोलिरहेको छ म राम्रो बोल्छु ओके किन के भन्नु कसले के भन्नु होला
होइन त्यस्तै चाहिँ भन्दै थियो ऊ त त्यस्तो यस्तो गरेर बोलेर बसिरहेको हुन्छ यस्तो 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 आज त मजाले बोलो यस्तो ल भन्दै सुन थियो म गाली लास्टै दिन्छु होइन म लास्टै छाडा गाली दिन्छु होइन तर मलाई कसैले गाली दियो भने मात्र न त म दिन्न ओके किन गाली नदिनु होइन उनीहरूले गर्छ भन्दा तिमीले पनि गर्नु पर्यो नि मेरो च्याटभरि प्रपोज भनिरहेको छ केटाहरूले मेरो च्याटभरि प्रपोज चलिरहेछ यार तिमी इफ तिमी सक्छौ भने तिमी हुन्छ नि लाइभ नबसेको बेला मलाई कल गर एक बार ओके अनि नट अनि भन्छु म कुरा धेरै चाँडो हो क्या त्यही पनि म भन्नु केटा धेरै चाँडो क्या टु अर्ली ब्रो हामीले एकअर्कालाई चिनेको पनि छैन भने अर्का चिन्यौँ एकअर्कासँग कुरा गरेपछि होइन किनकि म त डाइरेक्ट बियो क्या अब यस्तो म यस्तो रिलेसनसिपमा बसेँ म थाकिसकेँ क्या यस्तो थाकिसक्यो मतलब मैले सधैँ मैले धोका लास्टै खाएको छु जिन्दगी मलाई अब धोका तिमीले धोका चाहिँ दिएको छौ होला न तिमीलाई थाहा नै छैन म कस्तो माया गर्छु तिमी गर्लफ्रेन्ड भएपछि मात्रै थाहा पाउँछ मेरो गर्लफ्रेन्डहरूलाई मात्रै थाहा छ कस्तो माया गर्छु तिमी गर्लफ्रेन्डहरू कसरी गयो त तिमीले माया गर्दा गर्दै गयो यप चिट गर्यो तिमीले माया गर्दा गर्दा पनि गयो यप अब मैले सकिनँ होला कि अब के थाहा मलाई होइन मैले अब उसलाई माया पुगेन कि तर गर्लफ्रेन्डै हुनुपर्छ मेरो माया अब थाहा पाउनुपर्छ किनकि मेरो गर्लफ्रेन्ड त कसम कस्तो माया गर्छु मम्मीको एड ट्रिमो तिमी एउटा क्या सुडा एड ट्रिमो क्या मेरो च्यामा एड ट्रिमोल चलिरहेको छ क्या ट्रिमोल एड गर्नु कि नगर्नु केटा हो ट्रिमोल भनेको चाहिँ मेरो घरमा काम गर्छ होइन उसले अनि म युएसएमा एक्लै बस्छु होइन अनि ऊ युएसएको 2 महिना भयो क्या अनि उसलाई मैले आफ्नो घरमा काम गर्न राखेको छु अनि उसले सबै कुरा हेरिदिन्छ क्या मेरो घरको खानासाना पकाउने मेरो लुगासुगा धोइदिने सबै काम गर्छ क्या उसले अनि उसले मलाई माया लाग्छ उसको काम गर्ने भनौँ न काम गर्न पनि भन्ने काम गर्ने भाइ भनौँ तिमी चाहिँ एक्लै बस्छौ होइन होला एक्लै त हो साथीहरू छन् तिम्रो छैन मेरो साथी छ यहाँनिर तर हाम्रो रुम फाल्टै हो मतलब टाढो छ अलिकति अनि महँगो हुँदैन रेन्ट स्किप गर ल यो क्वेसनहरू न मतलब कति बेडरुम हो 1 लिभिङ रुम 1 बेडरुम हो कि कति रुम कस्तो खाले हो अपार्टमेन्ट एउटा मात्रै बेड मतलब के होइन 1 BHK 1 बेडरुम हल किचन मलाई पहिले कुरा तिमी क्वेसन नगर न यस्तो क्वेसनहरू क्या म एड गर्दा म गर्दा तिम्रो बाबा के गर्नु बाबा यतिकै He works? या फार्म छ त्यो नेपाल चाहिँ घर कहाँ इलाम ए इलाम हो किन तिमी चाहिँ हाँसिरहेको हो र ल म कहाँ हाँसे म कपाल मिलाइरहेको छु WKDB Smiley face emoji. म कहाँ हाँसेको पनि छैन म ब्लस गरिरहेको छु bro I'm feeling different right now like okay like I don't know के खान्छ अब थाहा छैन तर मलाई थाहा छ मलाई सबसे बानी के राम्रो लाग्यो क्या मलाई ग्रिन फ्ल्याग तिमी एक्लै काम गरिरहेछौ क्या तिमी एक्लै काम गरिरहेछौ घरको लागि त्यसो मलाई तिमी लास्टै
आई रेस्पेक्ट द्याट सिट तिमी एक्लै काम गरिरहेछौ अरूको देशमा तिमी त्यो लास्ट ठुलो कुरा हो तिम्रो सबै कुरा राम्रो हुन्छ लाइफमा बुझ्यौ नि बिस्तारै बिस्तारै तिम्रो लाइफमा एउटा राम्रो कुरा भइसक्यो तिमीले मसँग भेट्यो होइन मसँग कुरा भइसक्यो त्यो लाइफको तिम्रो एउटा सबसे राम्रो कुरा भइसक्यो यो फिमी तिमीलाई जे चाहिँदा पनि कसैले के गर आइएम अलवेज हियर अलराइट म छु ओके ओके जस्ट टेल मी केही भइहाल्यो ल अनि तिम्रो मम्मी हुनु न है तिमीलाई भन्नु या कस्तो हुनु न मतलब डिभोर्स He's in heaven. Heaven. Sorry to hear that. Sad. It's sad to hear that. Let's talk on private. All right, my stream in girls and talk. Let's talk on private. All right, my stream in girls. मैले तिमीलाई कल गर्छु ल क्या अब सब मेचेला बाई भन्दै गयो मेचेला बाई तिमी रुन आट्यौ म छैन ना रुनु पर्दैन म छु टेन्सन नलिनु ल ल तिमीलाई एउटा एकपल्ट म ट्रिमोलाई भेटाइहाल्छु तिमीलाई एकपल्ट मेरो साथी हो होइन मेरो काम गर्ने उसलाई पनि एकपल्ट भेटिहाल तिमी ट्रिमोल पुल अप मेरो चियामा किस चल रहा छ कस्तो किस हो किस ना she is the one तिमी भन न केही तिमी नलजाउ न तिमी लजाइरहेछौ होइन के भन्नु त भन्नु के भन्नु छ नि भन न नो के ट्रिमो तिमी न केटाले नो भनस् तिमी आम्मास कुरा बिगार्छौ भनस् केटाले ट्रिमो तिमी न हजुर के भनेको तिमी सन्चै मात्रै भन्नु आइरहेछ के भन्नु म कस्तो लाग्छ तिमीलाई म कस्तो लाग्छ भने मलाई भक्क त कुरा हुँदैछ म कस्तो लागिरहेछ राम्रै लाग्यो राम्रै तिमीलाई त यस्तो केटाहरू टन्नै आउँछ होला बोल्न म जस्तो केटाहरू आइरहेको हुन्छ तिमी त लाइक म जस्तो भनेर त कसैसँग कम्पेयर नगर लाइक अब तिमी भएरै आज आई डोन्ट नो को तिम्रो फ्यानहरू कति धेरै छ व्हाटएभर जस्तो तिम्रो डिएम्समा केटाहरू आइरहेको हुन्छ होला मलाई तिमी राम्रो लाग्यो लेट्स बी इन रिलेसनशिप जस्तो भन्दै अफ कोर्स केटीलाई आइहाल्छ नि केटाहरूले गर्दैन होला गरिहाल्छ नि अनि तिमी कुरा गर्दिन त्यो केटाहरूसँग मैले ओके फिल गरेँ भने ओके बोल्छु क्या ऊ हल्का क्या म प्राइभेटमा कुरा गर्छ क्या आम आउट अब कुरा प्राइभेटमा बाइक कुरा प्राइभेटमा यो फिमी अहिले म निस्केको कुरा हो एयर भनिरहेको छ फेरि एक दुईजना एयर सी द वान ग्याङ तिमी सिंगल हो नि यस रोगल म तिमीलाई कल गर्छु ल ग्रुपमा त्यो काम गर्ने भाइसँग बोल्दै होला एकछिन ल ओके आम्मा छ टिमो तिमीले जे पाइते के बोल्यो भने बुझ्नु के हुन्छ टिमो आम्मा छ रेस्पेक्ट मनी रेस्पेक्ट नि रेस्पेक्ट गर्नुपर्छ तिमीलाई टिमो वान मिस्टेक जिन्दगीभर ब्लक हेलो दादा हजुर के भयो लुगा दुए दादा खाना पकाइस् हजुर त्यहाँ मैले किचनमा छ हैन पकाएर तताएर खानु है कहाँ छ तिमी अहिले भाइ मैले त्यो वालमार्टतिर छु के बाहिर हो हजुर किन कल गर्नु भएको कस्तो लाग्यो तिमीलाई को हो त्यो साथी हो तपाईँको तिम्रो नयाँ भाउजू या ए लास्ट इयर राम्रो क्युटी हुनु रहेछ म्याक्स हो हजुर क्युट लाग्यो तिमीलाई हजुर
अब भाउजू 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 जस्तो के अरे भाउजू भनेर क्युट लाग्यो चाँडै तिमीले 2 जनाको लागि खाना पकाउनु पर्छ है भाइ रेडी छ हस् हस् हुन्छ त जे भने सर तर अलि दाम चाहिँ बढाउनु पर्छ नि दाम बढाउनु हजुर दाम त बढाइहाल्छ नि काम बढेपछि त अब लुगा पनि उसको पनि धुनुपर्छ तिमीले ल के वानी आउँदै हुनुहुन्छ न्युयोर्क म बोलाइरहेको छु अब भाउजू भनेपछि बुझ न ऊ आइहाल्छ नि अमेरिका ए चाँडै तपाईँ नै अस्ति नगरौँ होइन ग्रिन कार्ड सिन्काको ए कस्तो लाग्दैन भाउजू चाहिँ भन न भाउजू हाइट साइज सोध्दा हुन्छ सोध नि त के हुन्छ तपाईँको हाइट कति हो प्रधान तिमी भन न उसको हाइट 5'6" हो भाइ ए मिल्दा रहेछ जोडी 5'6" अनि 6'3" यस मेरो भाइ तर ऊ लास्टै अलि तपाईँको अलि तर मिल्छ पर्फेक्ट हाइट हो सर्ट गर्ल टल म्यान भन्ने बुझेनौ यस 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 मेरो भाइ यस मेरो भाइ आज झाडु हान्छ खान्दिन आज एकछिन म बाहिर चाहिँ थाकिरहेको छु दादा ल झाडुहरू हान थाक्न त थाकिहाल्छ होइन त्यो थाक्न चाहिँ छुट्टीको दिन हो सुत्ने होइन काम भएको दिन चाहिँ काममा आएर झाडुहरू चाहिँ हान होइन बुझ्यौ नि दादा आज म चाहिँ सामान लिएर एकछिन रेस्ट गर्छु नि 3-4 घन्टा हजुर तिमी 1 घन्टाभित्र घर आएन भने तिमी रेस्टिङ पिस कल राख बाहिर जाऊ दादा त्यस्तो नभन्नु न यार भाउजू अगाडि अलि रेस्पेक्ट सरी म त ल तिमी ल अरू सबै कुरा साइडमा होइन जोडी चाहिँ राम्रो लाग्यो होइन छिटै घरभित्र आउनु अनि भाउजूको नाम के हो रे छोरा तिमीलाई त म भन्छु नि बिस्तारै होइन तिमीले बोला मुख हेराइदियो त त्यो भाउजूलाई मुख ल तर म बाहिर छु के दादा के हो तर फेरि मैले मुख देखाएँ भने त मलाई किन हो अब ल तिमी निस्का होइन सुन्नु न मैले मुख देखाएँ भने फेरि मलाई मन पराउनु न भाइ कसम निस्का ल दादा ल है ल एकछिनमा आउँछु ल म ल के अरे के छैन अब बिहामा देखिहाल्नुहुन्छ नि बुझ्नु भएन ल दादा भाउजू ल नमस्कार है ल नमस्कार राम्ररी ल नमस्कार भन्दै गुड इभिनिङ ल दर्शन ल भाइ आउँछु मेरो सिरियसली या सिरियसली कस्तो के भयो थाक्यौ तिमी थाकेछौ बसेर लास्ट क्युट छ केरा निम्ति सी इज द वान प्लिज द वान चाहिँ कतिजनालाई भनेको छौ न म अहिलेसम्म कसैलाई भनेको छैन कसैलाई भनेको क्या अब म स्ट्रिम मेरो हाइट म भन्छु तिमीलाई आएर मेरो हाइट हो तिम्रो हाइट 5'1" होइन किन उसलाई त्यति भनेको अनि उसलाई किन चाहियो क्या तिम्रो हाइट उसले तिम्रो हाइट थाहा पाएर के गर्छ भन त आफै मायाले क्या अब म प्राइभेटमा कुरा गर्छ होइन क्या ऊ हल्का लजाइरहेको छैन यो फिल्मी क्या मल निस्क्यो क्या सजना पिसक्यो सजना लाइक द स्ट्रिम क्या हो everyone like up bye क्या good night क्या सजना like us subscribe you feel me क्या म निस्क्यो good night peace out bye क्या तिमीले भोलि देख्छौ अब उसलाई आज होइन क्या bye क्या bye